हेलो नमस्ते। आज फेरि अर्को भिडियो बनाउन गइरहेको छु। आज चाहिँ स्पेसली चिकन ड्रमस्टिक, चाउमिन अनि ससेज फ्राई गरेर खान गइरहेको छु। अनि टमाटरको अचार त झन् नबनाइ हुँदै भएन। अनि त्यसको लागि चाहिँ मैले प्याजहरू भेजिटेबलहरू काट्न तयार गर्दैछु। अनि प्याजको पत्ता पनि एकदमै मनपर्छ, स्पेसली भेजिटेबल मलाई चाहिँ। अनि यो टेस्टी बनाउनु मन छ। अनि चाउमिन नुडल्स बोइल गर्न गइरहेको छु। अनि त्यसको साथसाथै बाँकी भएको अघि गाजर काट्नु थियो, गाजर पनि काट्छु। गाजर फेरि किन साह्रो छ किन आज। अनि त्यो पछि भेजिटेबल पनि काटी भएपछि अघि ससेज र टमाटर बोइल गर्छु। स्पागेटी चाउमिन पनि बोइल गर्छु। अनि अघि खुर्सानी काट्नु थियो, त्यो पनि काटेँ। अनि ड्रमस्टिक बनाउनु थियो, अब त्यो पनि बनाउन सुरु गर्छु। अनि अघि चाहिँ बोइल गरेको चाउमिन र ससेज चाहिँ मैले बाहिर झिकेर राखिदिएँ। अनि यसमा चाहिँ पानीले पखाल्नुपर्छ, चाउमिन टाँसिन्छ। अनि ड्रमस्टिकमा चाहिँ मरमसला हालेर मेरिनेट गरेर मोलेर एकछिन फ्रिजमा राखिदिन्छु। अनि त्यसपछि चाउमिन रेडी बनाउन लाग्छु। चाउमिनमा चाहिँ अब अघि राखेको ससेज चाहिँ टक्क फ्राई गर्छु यसलाई। अनि त्यो पछि ससेज पनि त्यही मरमा फ्राई गर्छु यतापट्टि। अनि चाउमिन बनाउन कोसिस गरिरहेको छु। अनि ससेज पनि निकालेँ। अनि चाउमिनमा भेजिटेबलहरू हालिदिएँ। अनि त्यो चिकन पनि फ्राई गरेँ। अनि चाउमिन पनि रेडी भयो। अनि ड्रमस्टिक चाउमिन रेडी भएर यस्तो भयो। अनि अघि त्यो ड्रमस्टिक फ्राई गरेर निकालेँ। अनि यसमा चाहिँ सस हालेर प्याज हालेर तेलमा फ्राई गरेर सोया सस नभए कागती हालेर मोलेँ ड्रमस्टिक। हेर्नु त यस्तो मिठो राम्रो देखियो, हेर्दा नि खाउँ लाग्ने। अनि मेरो चाहिँ सबै रेडी भयो।